प्राचीन कालको कुनै एक समयमा स्वर्गलोकको भव्य साम्राज्यमा देवराज इन्द्रले शासन गरिरहेका थिए। सम्पूर्ण देवगणहरू पनि पारिजात वृक्षले सुशोभित त्यस नन्दवनमा अप्सराहरूसँग वनविहार गरिरहेका थिए। त्यो दिन देवराज इन्द्र पनि वनविहारमा आएका थिए। देवराज इन्द्रको इच्छा अनुसार गन्धर्व गणहरूले एउटा नाचगान कार्यक्रम राखेका थिए। स्वर्गलोक यसै पनि सधैँ उत्सव, सङ्गीत र नृत्यले भरिपूर्ण रहन्थ्यो। स्वर्गका अधिपति देवराज इन्द्र त्यो अपूर्व नन्दवनमा अप्सरा, गन्धर्व र किन्नरहरूसँग रमाउँदै राज्य सञ्चालन गर्थे। स्वर्गमा चित्रसेन नामक एक प्रसिद्ध गन्धर्व थिए। उनकी पत्नीको नाम मालिनी थियो। उनीहरूकी एक अत्यन्त सुन्दर छोरी थिइन्, जसको नाम पुष्पवन्ती थियो। पुष्पवन्ती आफ्नो रूप, यौवन र माधुर स्वभावले सबैलाई मोहित पार्ने खालकी थिइन्। त्यसै गरी अर्का प्रसिद्ध गन्धर्व पुष्पदन्त थिए, जो एक उत्कृष्ट गायकको रूपमा स्वर्गमा प्रसिद्ध थिए। पुष्पदन्तका एक पुत्र थिए, उनको नाम माल्यवान थियो। माल्यवान पनि सङ्गीतमा निपुण एक सुन्दर युवक थिए। त्यो दिन नन्दवनमा आयोजन भएको भव्य उत्सवमा गन्धर्वहरूको सामूहिक गान र अप्सराहरूको नृत्य प्रस्तुत गरिँदै थियो। त्यस गान मण्डलीमा पुष्पदन्त, चित्रसेन र उनका परिवारका सदस्यहरू प्रमुख गायक थिए। साङ्गीतिक कार्यक्रम चलिरहँदा पुष्पवन्ती र माल्यवान एकअर्काप्रति निकै आकर्षित भए। दुवैजना युवा उमेरका थिए, मन चञ्चल थियो। आपसी अनुरागका कारण सङ्गीतबाट उनीहरूको ध्यान हट्न गयो। गीत गाउने क्रममा कहिले ताल बिग्रिन थाल्यो त कहिले गीत रोकिन पुग्यो, कहिले सुर बेसुरो भयो। स्वर्गको दिव्य सङ्गीत मण्डलीमा यस्तो अव्यवस्थित प्रस्तुति हुनु देवराज इन्द्रका लागि ठुलै अपमानको कुरा थियो। स्वर्गमा बस्ने गन्धर्वहरू यसरी इन्द्रियवश भई अनुशासन तोड्न थाले भने स्वर्गको मर्यादा कसरी